गुड मर्निङ एभ्री वान। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। न्यु डे न्यू भ्लगमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। अनि आज चाहिँ होलीको दिन है। मैले चाहिँ होलीको भेष लाएर बसिरहेको छु। सो गाइज यहाँ चाहिँ चट्टा लाएर मेरो गोप्रो भने पनि आइप्रो भने पनि युप्रो भने पनि कम्प्रो भने पनि सबै मेरो यो भ्लगिङ बनाउनको लागि यहाँनिर चाहिँ भाइहरूलाई देख्न सक्नुहुन्छ पुरै होली खेलिरहेछन्, पुरै एक्साइटेड भएर। सो त्यही हो। यहाँ चाहिँ मेरो साइकलको हेलमेट, त्यसै गरी अनि यो साइकलको पनि के भन्नु, यो त मेरो सुपर बाइक हो नि। सुपर बाइक यहाँ बुलेट लेखेको छ, तर यो चाहिँ बुलेटको चाबी राख्ने मात्रै किनेको क्या। मेरो चाहिँ सुपर बाइक हो, सुपर बाइक। अनि यो चाहिँ त्यो मेरो क्यामेरामा पाएको यो अलिकति वायरलेस भएको भए चाहिँ राम्रो हुने थियो, तर वायरमा आएको छ र पनि ठिकै छ, युटिलाइज त। अब म चाहिँ फटाफट रेडी भइहाल्छु अनि चट्ट एकछिन डुल्ने हो होइन। आज चट्ट अब होली विशेष यसो अनुहारमा अलिअलि कलर त लाग्नु पऱ्यो नि त, नत्र त होली आएको होइन भन्ने के थाहा, के मजा हुन्छ त होइन। म चाहिँ चट्टा लाएर यहाँ राइडमा निक्लिसकेको छु। मेरो यहाँ सुपर बाइक चाहिँ यहाँनिर मेरो प्रतीक्षामा बसिरहेको छ। त्यही हो। अनि तपाईँहरूले अहिलेसम्म पनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। चाहिँ मैले हात छोडेर कुदाइरहेको छु। पुरै होली खेलिरहेको छु। नलम ट्री कटेज, यहीँदेखि भित्र जाने हो ट्री कटेज चाहिँ। अनि म चाहिँ त्यहाँभन्दा पनि अझै तल गइरहेको छु क्या। साथीको घर गइदिएको आज झ्याउ लागिरहेछ नि त। यसो बरु साथीलाई भेटेपछि त हल्का रमाइलो हुन्छ, गफसफ हुन्छ होइन। हाम्रो अब गोरे र प्रशान्तलाई भेट्ने हो चट्टा लाएर, अनि उनीहरूले कहाँ भन्छ अनि त्यता एकछिन राइडमा निक्लिने हो। के गर्नु, दिउँसोभरि घरमा बसेर पनि ल्याङ लाग्छ। यसो भिडियो बनायो र हिँड्यो, सक्यो त, मजा आउँछ। फाइनल्ली म चाहिँ यहाँ तुलसीबारी चोकमा आइपुगिसकेको छु। अब यहाँदेखि पनि अझै तल हो साथीको घर, यहाँदेखि ऊ तल हो घर। अब आइपुग्न लाग्यो। कस्तो स्ट्रेट बाटो छ, यस्तोमा चाहिँ हो नि त फिलिलिलि हात छोडेर राइड हान्ने भनेको चाहिँ। हेलो गाइज, सब्सक्राइब गरिदिनु होला हाम्रो पाडुको च्यानललाई। अरू केही भन्ने कुरा बाँकी राख्नु हुँदैन, जान्छ नि। त्यसै गरी हाम्रो साथी धेरै मेहनत गर्दैछ, हाम्रो युट्युब च्यानल खोलेको छ, भ्लगिङ च्यानल एकदम राम्रो हाल्दैछ। साथीलाई सहयोग सपोर्ट गर्नु होला। सब्सक्राइब, लाइक, कमेन्ट, सेयर जति सक्दो गर्नुहुन्छ। हाम्रो साथीले त्यति नै प्रगति गर्दै जान्छ। त्यसै गरी अब हामी होलीको राइडमा जाँदैछौँ। होली खेल्न नभए पनि यसो चल्देको सेतै घर जाँदैछौँ। अब सेतै कुन अवस्थामा हुन्छ हेरौँ। सेतैलाई बाल्टिङको एक बाल्टिङ पानी हाल्ने हो अनि उठाउने हो। जाउँ अब। त्यही हो। यहाँ चाहिँ गोरेको काकाको घरमा पुगिसकेको छौँ, तर यहाँ गोरे छैन। उता त यहाँ गोरेलाई चाहिँ देख्न सक्नुहुन्छ, पर मकैबारीमा गाई चराइरहेको छ ऊ चाहिँ। तर सेतैको उइली हेर्नु होला साथीभाइहरू। टुपी पनि हालिसकेको छ सेतैले। सेतैले हाम्रो होलीमा बाल्टिङबाट ल्याएर फ्याल्दिने। मलाई साह्रो हाँस उठ्यो यार। कस्तो बाजु यार। मारिदिन्छु कसम भने। साना गलत कस्तो अरे बाइसेप भनेको? वाह, फोराम। ओ फोराम बाइसेप। तर के गर्नु, फेरि वान्स मोर ल। त्यसै गरी आज सुरुङ्गाको महोत्सवमा गङ्गु दिदी आउनु हुँदैछ। गङ्गु दिदी चाहिँ एउटा हाम्रो काण्डवाली नामले चिनिनुहुन्छ। उहाँ एकदम राम्रो डान्स गर्नुहुन्छ। उहाँको डान्स हेर्न धेरै इच्छुक भावुक हाम्रो मान्छेहरू आउनुहुन्छ आज सुरुङ्गामा। त्यसै गरी तपाईँहरू पनि आइदिनु होला 1 बजे सुरुङ्गामा होलीको उत्सवमा गङ्गु बाई नाच्नु हुँदैछ। धन्यवाद।
गाइस हेर्नु यस्तो स्टन्ट घरमा नगर्नु होला यस्तो हामी प्रोफेसनली मात्रै गर्न सक्छौँ यस्तो स्टन्ट घरमा नगर्नु होला डोन्ट ट्राई दिस वन यस्तो स्टन्टहरू चाहिँ घरमा नगर्नु होला यो चाहिँ प्रोफेसनल्ली रूपमा ओ प्रोफेसनली मात्रै गर्न सक्छौँ यस्तो घरमा ट्राई नगर्नु होला साथीभाइहरू घरमा यस्तो ट्राई नगर्नु हामी प्रोफेसनल हो वाउ गोल्ड मेडलिस्ट हो हामी ओए घरमा ट्राई नगर्नु होला साथीभाइहरू हामी प्रोफेसनल भएर मात्रै यस्तो गर्छौँ यो त रोक्नु कसरी छेपारो जस्तो भयो हौ अब खेल्छन् अरे पार्टीलाई एउटा दामी चिया खुवाउँछु म। ओ त्यसरी गाइस हाम्रो त्यसै गरी हाम्रो यो होलीको स्पेसल चटपटी आइसकेको छ र हाम्रो पाण्डु सरले कोक पनि छ पाण्डु सरले आज चाहिँ होलीको उपलक्ष्यमा हामीलाई खुवाएको छ त्यसै गरी अब हामीहरू चक्कसँगले यो चटपटी र कोक खाएर हामी हिँड्नेछौँ अब तपाईँहरू अरू केही नगरे पनि हाम्रो टाइम ल्याप्स हेरिदिनु होला यहाँ चाहिँ हामीले चट्ट लगाएर फ्यान चलाउँदैछ ल फ्यानको चाहिँ हाम्रो यो चुटेको छ केही छैन तर प्रशान्तले जोडिरहेको छ केही छैन यही एउटा तार त छुटेको हो नि होइन त्यही हो गाइस अब मात्र हो आजलाई यति नै फेरि नयाँ भिडियोहरू ल्याउँदै गरौँला आजलाई धन्यवाद साथीहरू हाम्रो पाण्डुको च्यानललाई यसो सब्सक्राइब गरिदिनु होला सपोर्ट र साथ दिनु होला राम्रो राम्रो भिडियो बनाउँदैछ र आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ पारा